Hello, good morning everyone. Happy Dasai. Welcome back to my channel. It's me Suraksha. यहाँ चाहिँ बुबुले भाउजूलाई लगाइदिनु हुँदैछ। फर्स्ट स्टार्ट भएको यो चाहिँ हाम्रो दक्षिणा र चाहिँ साथीहरू अहिले चाहिँ हाम्रो यो फर्स्ट स्टार्ट हो। बुबुले भाउजूलाई लगाइदिनु भयो, त्यहाँबाट चाहिँ है मलाई अब भाउजूलाई सकेर चाहिँ मलाई लगाइदिनु हुँदैछ। र चाहिँ यसरी मलाई चाहिँ एकदम खुसी लाग्छ होइन। यसो पहिला अब पापा आमा हुनुहुँदाखेरि चाहिँ पापा आमाको हातबाट टिका लाउँथे, आशीर्वाद थाप्थे होइन। र चाहिँ अब आफूभन्दा ठुलो कसैकोबाट पापा आमादेखि लिएर अरू ठुलो है आशीर्वाद थाप्नु चाहिँ मलाई एकदमै खुसी लाग्छ। दिवालीभन्दा चाहिँ विजय दशमी एकदमै खुसी लाग्छ। अहिले पापा आमा हुनुहुँदैन, तर बुबु भाउजूकोबाट लाउँछु। बुबुबाट लगाएर पनि मैले चाहिँ ढोक गर्दैछु बुबुलाई आशीर्वाद थापेर। र अहिले फेरि मेरो भदै र बुहारीले है अब बुहारीलाई चाहिँ बुबुले लगाइदिनु हुँदैछ र दुईजनालाई पनि यसरी नै टिकाहरू लगाएर चाहिँ बुबुले आशीर्वाद दिनुहुँदैछ। र तपाईँहरू हेर्दै जानुहोस् है अब हामीले के गर्दैछौँ, कसरी मनायौँ भनेर चाहिँ, कसरी टिकाहरू है पालैपिलो ठुलोदेखि सानो सानो गर्दै त्यसरी लगाएर चाहिँ हामीले धेरै फोटोहरू पनि सुट गरेको छौँ। तपाईँहरूले हेर्दै जानुहोस् तपाईँलाई कस्तो लाग्छ, तपाईँहरूको अब कस्तो भयो यो है दशहरा। कतिको बार्नुपर्ने हुन्छ, हाम्रो चाहिँ बार्नु पर्दैन। अहिले कति 2-3 साल भयो बार्नु नपरेको। र अहिले यहाँ बुबुले भदैनी मेरो सबसे सानो भदैनीलाई पनि लगाइदिनु हुँदैछ। यहाँ चाहिँ मेरो भदै मेरो छोरा भदैनी छ लास्ट रनमा चाहिँ आशीर्वाद दिनुभयो बुबुले। र चाहिँ अब हाम्रो फोटो सुट हुँदैछ है साथीहरू। अस्तिको साल पनि म चाहिँ यल्लोमै थिएँ, यो पालि पनि यल्लोमै छु है। अर्को थियो त्यो ब्लू कलरको नलाएको सुबिस्ता हुँदैन, खोलिरहनुपर्छ। अब हामी चाहिँ फोटो खिच्न आँटेको छ होइन। मेरो टिका मेरो फोन गर्दैछ त हेर बाबु। त्यत्रो साह्रो त अड्दैन होला हौ। अक्षर म उभो एकजना यता आउनुपर्छ नि त यहाँ। लु पढिदिइ बस अक्षर भिडियो कल यो एक पोस होस् कि तिम्रो उभिएर यहाँ तिम्रो साइडमा यहाँ आउनु बस न के बाबाले सोध्नु हुन्छ अलि उभिएर भयो पिछाडिको दुईजना फेरि अलिक अलगै छ नि त। रेडी र साथीहरू तपाईँहरूले देख्नुहुँदैछ यहाँ हाम्रो फोटो एकदमै फोटो सुट हुँदैछ है। यहाँ भदैले खिच्दैछ, अर्को भदैले सानो चाहिँ भदैले, हामी बुबु भाउजू म भदैनी मेरो छोरा भदै अनि बुहारी हामी पालैसँग यसरी हामीले चाहिँ फोटोहरू खिच्ने गर्दैछौँ। एकदम खुसी साथ छौँ हामी चाहिँ है। आफ्नो अब दसैँमा यसरी फ्यामिलीहरू भेट भएर फोटो है टिकाहरू लगाएर फोटो खिच्नु पाउँदा, किनभने यो दसैँ अब सालमा एकपल्ट त आउँछ होइन, अरू बेला त आउँदैन नि त। घरिघरि सालमा एकपल्ट हो यसरी भेट भएर फोटो खिच्नु चाहिँ एकदमै खुसी लाग्छ मलाई चाहिँ। र चाहिँ यसरी हामीले टर्न वाइज गर्दै हामीले फोटो सुट गर्दैछौँ। अहिले चाहिँ मेरो छोराले क्लिक गर्नु गयो होइन। र चाहिँ मेरो भदै आयो। तपाईँहरूलाई कस्तो लाग्यो यो हेरेर? हाम्रो यो है नेपालीको एकदमै ठुलो चाड हो, फेस्टिभल हो। एकदमै खुसी लाग्छ सालमा एक बार आउने है विजय दशमी चाहिँ। एकदमै हाम्रो मेरो लागि म चाहिँ एकदमै ठुलो लाग्छ यो विजय दशमी चाहिँ। र हेर्नुहोस् है तपाईँले हेर्दै जानुहोस्। यहाँ बस्छ नि अन्त यस्तो यस्तो नि त एकजना आमा बाबालाई बिचमा राख्नु पर्दैन। आऊ लु यता छोरा लु परिदि बिचमा यता लु भाइ तँ अहिले भाइ के भाइ छ नि मेरोबाट खिच्ने नि खिच्छ न यसबाटै खिच्छ तर तिमीबाट पनि खिचिराख तिमीलाई पनि तल पढ्ने अब के गर्नु भाइ त्यस्तै छ किनिदेऊ भनेको के 15 के भन्दैन बेला बेला अड्किन्छ है। त्यस्तो पनि तिमीलाई 7 गोल हालिदिएको अहिले। बुहारी दादाले
कोकोले खिच्छ दुईजना सँगै खिच्छु ल कान्छी यता आऊ, दुईजना निने आउनु यहाँ बिचमा खिचिहाल्नु ल साँच्चीमै मेरो फोन टिमको कुराहरूको गति देखाउनु सबै मिलिहाल्छ कान्छी म पनि खिच्नुपर्छ है दुईजना मिलिरहेछ र है लुगा यो चाहिँ फोटो सेसन भइसक्यो अवश्य आउनु अलिकति त फर्केछौ किन भनेकै हो भयो राम्रो निकाल्थ्यो होला नि त त्यहाँ पुर्तुङहरू निकालेको छैन होला हामीले देखाउ त भने यो यता टेबल यतै काट्नु न काट न टेबल अलिक उयो निस्केको हुन्छु क्यामेरिक देख्नु थाल्यो नि अस्ति लाग्यो नि गम्भीर खालको है भयो हाम्रो चाहिँ यहाँ देख्नुहुँदैछ होला एकदम फोटो सुट हुँदैछ गाइस गुड मर्निङ ह्याप्पी दसैँ सबैजनालाई वेलकम ब्याक टु माई च्यानल इट्स मी सुरक्षा दुईजना भयो त्यही त फिन्जाको नि एकछिन लु भएन हो तल खिचौँ न चौकामा तल राम्रो आउँछ लाइटै छैन नि त्यही भयो क्या मजाले खिचेर लाने के भएन भयो भएन भनिदेऊ पहिला हामी तिनजना त्यहाँदेखि अरूसँग पहिला हामी तिनजना ल तिमी म निनी पिसमा आउनु अब है डुगुसँग अलिक बढाउनु पर्ने रहेछ है लाइट कम्ती छ नि खिचिसकिसक्यो न तिनजना फोन त हामी चाहिँ यहाँ अर्को खिच न पार्दैन रहेछ उहाँले चाहिँ रेडी भन र पो हामी भित्रै पड्किरहेको रहेछ 1 2 3 यसरी खिच्नुपर्छ त देख्यौ त्यो म अहिले गर्छु अहिलेसम्म गरिन त्यहाँ पुरा छिर्यो हाँस है मसँग त म त हाँसु कि ल लु 1 2 3 हाम्रो निस्किँदैन नि एउटा अर्को मेरो छोरालाई 1 2 3 अब आँखाहरू चिन्न पर्ने ल छोराले एक पुप्पा दिँदै गरेको खिच्नुपर्छ छिटो आमाले पुप्पा गर्दा पनि लजाइ पो बस्छ के गर्छु हामी त गर्छौँ नि दादालाई आउ ट्याग आउँछ अहिले ल त है रिपोस्ट चाहिँ गर है उज्जवलै निस्क्यो त एकछिन पनि त्यो मार्गिले त खै नानु पठाइदेऊ ल मलाई हुन्छ देखाइदिनु नि त्यो पठाइदेऊ ल ओके कसले गर्नु भएको छेमाले गरेको थियो नि त ला लाको छैन अब आउनुहोस् कोही बात नहीं उयो सर सर मुनिबाट जानुपर्छ मुनिबाट ल यहाँ चाहिँ हामीले सबै फोटोहरू पनि खिचिसक्यौँ होइन साथीहरू गाइस र चाहिँ अहिले चाहिँ हामी सबै फोटो खिचेर चाहिँ यहाँ सबै आफ्नो रिल बनाएको हैन ठुमक ठुमक भन्ने दुईजना त र चाहिँ यहाँ मेरो भदैनी बाबा हो 1 2 3 यहाँ भाउजू ह्यापी दसैँ ह्यापी दसैँ नाना भर्खर तपाईँ ह्यापी दसैँ ह्यापी दसैँ एक बुङ पैसा थापेर हामीले दक्षिणा पर्खिरहेको छु एक बुङ पैसा थापेर बसिरहेको छु त्यसरी गर्नुपर्छ रहेछ भर्खर मेकअप गरिदियो होला यस खैन निक देखाउ त कुर्ता वाउ दामी ह्यापी दसैँ ह्यापी दसैँ मेरो आइफोनहरू भन्दा त मेरो फोन पो क्लियर छ त भन कसो हौ एन्ड्रोइडै राम्रो छ हौ ह्यापी दसैँ मेरो छोरी मलाई पनि भन ह्यापी दसैँ छेमा
ऊ यहाँ है